त्यो व्यक्तिलाई तपाईँ कहिले पनि इग्नोर नगर्नुहोस्, जसले तपाईँलाई कुनै पर्वाह नै नगरी एकनास साथ दिइरहन्छ, जसले कसैको मतलब नराखी तपाईँको केयर गर्छ, हदभन्दा बढी तपाईँलाई चाहन्छ अनि माया गर्छ अनि हर पल तपाईँलाई याद गर्छ। सो तपाईँको साथमा हुँदै कदर गर्नुहोस्, किनभने एक दिन तपाईँ त्यो निन्द्राबाट जब बिउजिनुहुन्छ नि, तब तपाईँलाई रियलाइज हुन्छ कि तपाईँले के गुमाउनु भयो भनेर। अर्थात् तपाईँले त्यो जुन गुमाइसकेको हुनेछ जब तपाईँ कैयौँ ताराहरूको खोजीमा आफ्नो समय व्यतीत गर्नुहुन्छ। सो समयमै आफ्नो मान्छेलाई आफ्नोपनको आवाज दिलाउनुहोस्, नत्र तपाईँ एक दिन अवश्य पछुताउनुहुनेछ।